यो हाम्रो चाहिँ झोला व्यापार हो। हजुरहरू सबैलाई चाहियो भने अल नेपाल डेलिभरी पनि गर्न सक्छौँ। यहाँ सबै कुराको झोलाहरू छ हजुरहरूलाई। फाइबर झोला, प्लास्टिकको झोला सबै छ, फेन्सी झोला सबै छ। यहाँ हाम्रो भाइ यहाँ किन्न आउँदैछ, हेर्नु होला। यो चाहिँ हाम्रो यो टाढीको चाहिँ एकदम भाइरल पसल हो। यहाँ चाहिँ आउने ग्राहकहरूको सङ्ख्या चाहिँ व्यापकै हुन्छन् हैन। तपाईँ त क्यामेरामा आउनुहुन्छ है। अब यो ग्राहकहरूको सङ्ख्या आउँदै हुनुहुन्छ। देखाउनु पर्दैन। यहाँनिर चाहिँ सबै मार्केटहरू यस्तै किसिमको छ लुगाहरूको। अहिले जाडो मौसम पनि छ नेपालमा। नेपालमा जाडो भएको कारणले गर्दाखेरि म्याक्सिमम जाडोकै लुगा किन्ने मान्छेहरू चाहिँ आइरहनु भएको छ हैन। अहिले घाम पनि छ, त्यति धेरै चिसो चाहिँ छैन। बिहानको समयमा चाहिँ लास्टै चिसो हुन्छ। अहिले चाहिँ दिउँसो छ है। त्यसले गर्दाखेरि घाम चाहिँ मजाले लागिरहेछ। यो चाहिँ हाम्रो टाढीको मार्केट हजुरलाई देखाउँदैछु। बाई द वे गाइज, अब हाम्रो गाडी चाहिँ हिँड्दैछ। अब मजाले अब हामी चाहिँ हिँड्ने क्रममा छौँ, हजुरलाई देखाउँदैछौँ। भिडियो हो त, भिडियो गरिरहेको छु मैले। अब हाम्रो एउटा स्टेसनमा आएर रोकिन्छ। हाम्रो स्टेसनमा आएर रोक्छौँ, हेर्नु होला। यो हाम्रो एउटा दाजुको पसल हो। उहाँ चाहिँ पसलतिर जाने क्रममा हुनुहुन्छ। यो बोर्ड छ एउटा ठुलो रत्ननगर मसप भनेर लेखिएको छ। यो चाहिँ पपुलर चोक टाढीतिर हो। हजुरहरू चितवन आउनुभयो भने अवश्य देख्नुहुनेछ। चितवनमा बस्नुहुने बासिन्दाहरूलाई चाहिँ ठिकै छ, अब चिन्ता नै भइरहेको ठाउँ हो यो। यहाँ बाइकको भिडियो हेर्नु होला। यो चाहिँ भित्री गल्ली हो। यहाँ हेर्नु कति धेरै मान्छेको सङ्ख्याहरू भन्दा पनि यहाँ बाइकको सङ्ख्या चाहिँ एकदम धेरै छ। बाइकको सङ्ख्या चाहिँ धेरै नै छ, हेर्नु होला यहाँ।